ओ नमस्ते। जग्गा किन्नु सायद जीवनकै ठूला निर्णयहरूमध्ये एक हो नि होइन? हो नि, एकदमै। आज हामी यही विषयमा अलि गहिरिएर कुरा गर्दैछौँ। हामीले पाएका स्रोतहरू केलाएर यसका महत्त्वपूर्ण पक्षहरू के हुन् अलि सरल भाषामा बुझ्ने कोसिस गरौँ न। हुन्छ। यो निर्णय साँच्चै अलि जटिल नै हुन सक्छ। कानुनी कुरा छन्, जग्गाको बनावट हेर्नु पर्यो, सरकारी नियमहरू छन्, अनि पैसाको हिसाब किताब त छँदैछ। हो। स्रोतहरूले देखाएका मुख्य जोखिमहरू के हुन् अनि केमा चाहिँ एकदम ध्यान दिनुपर्छ त्यसमै केन्द्रित रहौँला आज। ल, त्यसो भए सुरु गरौँ कानुनी पक्षबाटै। अब लाल पूर्जा, नापी नक्सा, तिरेको रसिद त हेरिहाल्नु पर्यो होइन? त्यो त आशास नै भयो। तर स्रोतहरूले के देखाउँछन् भने सबैभन्दा कमन समस्या चाहिँ लाल पूर्जा, नक्सा अनि फिल्डमा भएको नाप फरक पर्नु रे। यस्तोमा के हुन्छ? हो, होशियार हुनैपर्छ त्यसमा। कानुन अनुसार त विवाद भयो भने सबैभन्दा कम जुन क्षेत्रफल छ त्यही नै मान्य हुने जोखिम हुन्छ के। त्यसैले फिल्डमै नाप जाँच गराएर यकिन गर्नु नै बुद्धिमानी हुन्छ। अनि लाल पूर्जामा जग्गाको वर्गीकरण पनि हेर्नुपर्छ, जस्तो अब्बल दोयम के छ। अनि त्यो स्वामित्वको किसिम नि रैकर कि गुठी भन्ने हुन्छ नि। हो, त्यो पनि महत्त्वपूर्ण। रैकर भनेको त सामान्यतया राज्यलाई कर तिर्ने जग्गा भयो, तर गुठी जग्गा छ भने त्यो कुनै संस्थाको नाममा हुन्छ। त्यसको किनबेचमा अलि बढी कानुनी प्रक्रियाहरू लाग्न सक्छन्। अनि सरकारी मापदण्ड नि, जस्तै त्यो बाटोको लागि छोड्नुपर्ने राइट अफ वे आरो भन्छन् के अरे, अनि खोला, हाई टेन्सन लाइनबाट छोड्नुपर्ने सेटब्याक, यसले कति असर पार्छ? ओहो, निकै धेरै। आरओडब्ल्यू भनेको बाटोको लागि छुट्याएको क्षेत्र भयो होइन? सेटब्याक चाहिँ खोला, बिजुली लाइन जस्ता संरचनाबाट अलिकति पर सुरक्षित दूरी राख्नुपर्ने नियम हो। महत्त्वपूर्ण कुरा के हो भने त्यो मापदण्डमा परेको जग्गा त प्रयोगै गर्न पाइँदैन, अनि त्यसको मूल्य पनि अब शून्य जस्तै हुन्छ। साँच्चै? त्यसैले किन्ने बेलामै कति जग्गा मापदण्डमा पर्छ, कति चाहिँ साँच्चीकै उपयोग गर्न मिल्छ भनेर अनुभवी अमिन वा इन्जिनियरबाटै यकिन गराउनु एकदमै जरुरी छ। त्यो त एकदमै ध्यान दिनुपर्ने कुरा रहेछ। अनि त्यो मापदण्डबाट बचेको जग्गाको आकार र मोहडा पनि त महत्त्वपूर्ण होला नि। अवश्य अवश्य। जस्तो काठमाडौँ उपत्यकाकै कुरा गर्ने हो भने आवासीय प्लट कम्तीमा 130 वर्ग मिटर मतलब 4 आना 1 दाम जति हुनुपर्छ भन्ने नियम छ। अनि धेरै लाम्चो 4 गुणा भन्दा बढी लम्बाइ भएको कित्तालाई पनि त्यति उपयुक्त मानिँदैन। घर बनाउन कतिको व्यावहारिक छ, नियम अनुसार मिल्छ कि मिल्दैन, त्यो आकार पनि हेर्नै पर्यो। अब जग्गाको भौतिक अवस्थाको कुरा गरौँ न त। जस्तो भिरालो जग्गा भयो भने घर बनाउँदा खर्च बढी लाग्छ भन्छन् नि। हो, खर्च मात्रै होइन, भूकम्पीय जोखिम पनि बढ्न सक्छ भिरालोमा। सकेसम्म समथर अनि अलि दक्षिण मोहडा परेको घाम लाग्ने जग्गा राम्रो मानिन्छ। पानीको निकास कस्तो छ, पहिरोको जोखिम छ कि छैन, वरिपरिको वातावरण कस्तो छ, यी सबै कुराले त्यहाँ बस्न कति सहज हुन्छ भन्ने कुरा निर्धारण गर्छ नि। ठीक हो। अनि भौगर्भिक पक्ष नि, जस्तै माटोको अवस्था, यसलाई चाहिँ कसरी बुझ्ने? सामान्य मान्छेले त गाह्रै हुन्छ होला। घर बनाउने नै हो भने त माटोको भार वहन क्षमता, बेरिङ क्यापासिटी भन्छन्, त्यो एकदमै महत्त्वपूर्ण हुन्छ। बेरिङ क्यापासिटी? हो, सरल भाषामा भन्दा घरको तौल थाम्न सक्ने माटोको शक्ति कति छ भन्ने हो। सिमसार जस्तो बलौटे वा कालो कमजोर माटो भएको ठाउँमा यो क्षमता कम हुन्छ। त्यस्तोमा घर कमजोर बन्ने वा धसिने जोखिम हुन्छ। त्यसैले भूगर्भविदको सल्लाह लिनु नै राम्रो हुन्छ, विशेष गरी अलि ठूलो संरचना बनाउने हो भने त झन्। पूर्वाधारको कुरा पनि त आउँछ, बाटो, पानी, बिजुली, यसमा चाहिँ के कुरामा बढी ध्यान दिने होला? अब जग्गासम्म पुग्ने बाटो कस्तो छ, कम्तीमा 6 मिटर मतलब 20 फिट जति चौडा छ कि छैन त्यो हेर्नु पर्यो। खानेपानी, बिजुलीको लाइन पुगेको छ कि छैन, विद्यालय, अस्पताल कति टाढा छन्, यी त आधारभूत कुरा भइहाले। हो त। अनि साथै ढल निकास र फोहोर व्यवस्थापनको सुविधा छ कि छैन त्यो पनि विचार गर्नुपर्छ। कहिलेकाहीँ बाटो वा ढलको सतहभन्दा जग्गा होचो भयो भने पानी जम्ने समस्या हुन सक्छ। त्यो पनि है। अब नेपाल सरकारले भू उपयोग नियमावली 2079 ल्याएर जग्गालाई विभिन्न वर्गमा बाँडेको छ नि। यसले किन्ने प्रक्रियामा कस्तो असर पारेको छ अहिले?
यो अहिले एकदमै एकदमै महत्त्वपूर्ण भएको छ। सरकारले जग्गालाई कृषि, आवासीय, व्यावसायिक यस्तै गरी 10 वर्गमा छुट्याएको छ। 10 वर्गमा? हो, तपाईँले किन्न लागेको जग्गा कुन वर्गमा पर्छ त्यो यकिन गर्नै पर्छ, किनभने स्रोतहरू प्रष्ट छन्। कृषि क्षेत्र भनेर वर्गीकरण भएको जग्गामा अब आवासीय घर बनाउन नक्सा पास नै हुँदैन। ए, त्यस्तो पो? हो, त्यसैले आफ्नो उद्देश्य के हो, घर बनाउने हो कि खेती गर्ने हो, त्यो अनुसारको वर्गीकरण भएको जग्गा हो कि होइन, त्यो चाहिँ सुनिश्चित हुनै पर्यो अब। ल, अब अन्त्यमा आर्थिक पक्षको कुरा गरौँ। बजार भाव र सरकारी मूल्याङ्कनमा के ध्यान दिने? जग्गाको चलन चल्तीको मूल्य मतलब मार्केट रेट र मालपोतले तोकेको न्यूनतम मूल्याङ्कन मालपोत रेट फरक हुन्छन् प्राय। हो, त्यो त सुनिन्छ। बजार भाव बुझ्न त आफैले पनि सोधपुछ गर्नुपर्छ वरिपरि। तर मालपोत रेट किन महत्त्वपूर्ण छ भने पछि ब्याङ्कमा धितो राखेर ऋण लिनु पर्यो भने ब्याङ्कले यही सरकारी मूल्याङ्कनलाई पनि एउटा आधार मान्छ। ए, त्यसैले सही मूल्याङ्कन हुनु जरुरी छ। अनि दलालमा कम्पनी मार्फत किन्दै हुनुहुन्छ भने पनि उनीहरू कतिको विश्वासिला छन् त्यो जाँच्नु राम्रो। ठिक हो। आज हामीले जग्गा खरिद गर्दा विचार गर्नुपर्ने धेरै पाटाहरू निहाल्यौं है। कानुनी कागजातको वैधता र त्यसका जटिलताहरू, सरकारी मापदण्डले पार्ने असर, जग्गाको भौतिक र भौगर्भिक उपयुक्तता, पूर्वाधारको पहुँच, नयाँ सरकारी वर्गीकरणको पालना र सही आर्थिक मूल्याङ्कन। हो, यी सबै पक्षमा ध्यान पुर्याउँदा मात्रै जोखिम कम हुन्छ र लगानी पनि सुरक्षित हुन्छ। जग्गा भनेको केवल एउटा सम्पत्ति मात्र त होइन नि। होइन, यसले त भविष्यको जीवनशैली र सुरक्षालाई समेत प्रभाव पार्छ। अब एउटा प्रश्नमा विचार गरौँ न त। तपाईले किन्न लागेको जग्गाले दीर्घकालीन रूपमा तपाईको परिवार र समुदायमा कस्तो सामाजिक, वातावरणीय र आर्थिक प्रभाव पार्ला?